यो तुलसीपुर सामुदायिक वन उपभोक्ता समूह यो कैलाली घोडागोडी नगरपालिका वार्ड नम्बर 10 को हो। योभन्दा पहिलाको समितिले यो समुदाय वनको पैसा 1 करोड भन्दा माथि लगभग 1 करोड 30 लाख हाराहारी बाहिर हिनामिना भएको छ, तर कुनै निकायले योलाई हेरेको छैन। यो वनमा पनि यसको डाटा फाइलहरू होला, तर पहिलाको समितिलाई र यो वनको पैसा कहाँ गयो भन्ने यसको खोज नीति गरेको छैन। यहाँको जनताको पैसा हो, जनतामै लगानी हुनुपर्छ। जनताको पैसा हिनामिना गर्न पाइँदैन। यो तुरुन्त यो पैसा कहाँ छ यो पुरानो समितिले या कसरी हुन्छ या दिनपर्ने बनाउनुपर्छ। यो सीताकुण्ड सामुदायिक उपभोक्ता समितिमा छौँ, समूहमा। यो हामीले बुझ्न नसकेको कुरा, यो सामुदायिक वनमा यत्रो भवन यत्रो लगानी के को आवश्यक पर्छ? यो जनताको पैसा वाइड खर्च भयो जस्तो हामीलाई लाग्छ। किनभने यो आवश्यक हैन। यो जङ्गलभित्र यत्रो लगानीमा यो 40-50 लाखको भवन बनाएर यत्रो जग्गा ओगटेर के को लागि? यो जनतालाई के सुविधा हुन्छ यो भवनले? हामीलाई त लाग्दैन यो आवश्यक होला भन्ने। पैसो समुदायको पैसो बैंकमा हुन्छ, सम्पूर्ण पैसा बैंकमा खातापाता हुने भएकोले अब थोरै अफिसले फाइल राख्नु पर्ला भन्ने हो। तर फाइल राख्नको लागि यत्रो भवन निर्माण गर्नको आवश्यक छैन। किनभने यो भवनमा लगाउने पैसो जनताको विकासमा र गरिब निमुखा जनताको घाँसबास कपासको व्यवस्था गरिदिनुपर्छ भन्ने हामीलाई लाग्दछ। र सम्पूर्ण यो निकायले माथिल्लो तहले वन डिभिजनले कसरी यसलाई हेरेको छ, कसरी स्वीकृति दिएको छ, किन स्वीकृति दिन्छ भनेपछि उपभोक्ता समिति मार्फत बनाउने भवन अझ टेन्डर कोटेसन आह्वान नगरिकन उपभोक्ता मार्फतबाट बनाउने जुन भवनको यो नीति छ, यो वनको मापदण्ड के छ, यो सम्पूर्ण निकायले यो हेरोस्। र वनको यो आवश्यक होइन यत्रो भवन बनाउने, जनताको पैसा फिजुलमा खर्च हो, यत्रो भवन बनाउन आवश्यक होइन। यो चाहिँ